100 भयो अँ ये भी मेरी गलती है। फेरि घुमाएर ल्याइदिन्छ है अभी मजा आएगा ना भिड़ो। त्यहाँ किन रोक्नै बिर्सिरहेको के ढाबा लाउनु पर्दा हेर्नु न कस्तो है समझ रहे हो समझ रहे हो आप समझ रहे हो ना हजुर हजुर र हजुर मै हो एयरपोर्ट हो हजुर भयो कता एयरपोर्ट हो कहाँनिर ए त्यहाँ कति टाइम लाग्छ नि होइन होइन कति टाइम लाग्छ तपाईँलाई त्यहाँ बस्नलाई भने के ए कसलाई दिनलाई हो त्यस्तो रोज एहे रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं नहीं सुके 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 मान्छे आउँदै हुनुहुन्छ क्या विदेशबाट रोक्दै रोक्दैन त गाडी त बिचरा दिदीको सातो गा होला ए त्यो दिदीको सातो गा होला भन के गाडीले रोक केले तपाईँको कान कमजोर रहेछ क्या हो त्यस्तो कमजोर हुन्छ त चेकअप गरिहाल्नुपर्छ नि समझ रहे हो समझ रहे हो आप समझ रहे हो ना ल न अहिले बेला नभए कहिले हुन्छ त नसुन्ने बित्तिकै चेकअप गराउने हो नि के कहिले मैले मेरो त नसुन्ने रोगै लागेन मलाई अनि तपाईँलाई पो लागेको छ र त्यही भएर भने त नि होइन नि त्यस्तो कहाँ बच्चैदेखि यस्तै हो मेरो कान त म ट्याक्क त्यहाँबाट पेट्रोल हाल्न जाँदै थिएँ त्यहीँ थिएँ क्या ठिक्कै त्यहाँबाट युटर्न हान्न पाएन नि त अनि त्यही भएर उताबाट युटर्न हानेर आएको पेट्रोल हाल्न जाँदै थिएँ हालिन त्यहाँदेखि झ्याउला आइरहेको थियो ओके हजुरको चाहिँ को आउँदै हुनुहुन्छ त नि विदेशबाट ए आफ्नै अनि हजुर एक्लै जाँदै हुनुहुन्छ त लिनलाई हजुर एक्लै जाँदै हुनुहुन्छ लिनलाई हजुर ए 3 जना भएर लिन जान लाउनु भएको होला बधाई छ तपाईँ यताको साइड कि यताको साइड हो रोज लिने यता पसलमा हो अझै अगाडि यता फुल पसल हो र तपाईँको कान चाहिँ हो रहेछ ओके फास है वेट गर्नु भनेर जानु भयो हैन हजुर बसौँ भयो एयरपोर्टतिर छैन रोज उस पसल फुल पसल ए हजुर त्यतातिर छैन र ए बजारभरि छ नि खोज्नु पर्यो नि हैन खोज्नु पर्यो नि भने के छ नि भयो चिनेको देखेको सजिलो भयो हैन कता हजुर चाहिँ कता बस्नुहुन्छ कपन
अर्को बहिनी नि कपनबाट आउँदै छ भन्नु भएन ए टोखा म त्यही सोचिरहेको कि सँगै किन नआएको भनेर सोचिरहेको थिएँ क्या हजुरको घरै यतै हो कता त घर पूर्व कता त नि पहाड पर्छ कता त नि किन भन्नै नहुने ठाउँ हो र खोटाङ हो टाढा छ यहाँबाट मेरो चितवन हो हजुर अनि तपाईँ खोटाङबाट आउने रे अनि म चितवनबाट आउनु नहुने चल्छ म यहाँ ल्याङ्ग्वेज पढ्दैछु क्या कोरियन ल्याङ्ग्वेज हजुर हजुर नि पढ्दै हुनुहुन्छ क्या पढ्दै हुनुहुन्छ जापानिज ए त्यस्तै लागिरहेको थियो क्या मलाई त्यही भएर कुन भन्नुभएको थियो नि त अनि म त याद हेर आउँछु नि त अच्छा हो नि थाहा छैन हजुरलाई ल थाहा पाउनु भयो हेराइदिनु हजुरको हात ल अहिले पछि है ल कहाँ बोलीले भन्छ हात हेरेर बल्ल थाहा पाउँछ नि त्यत्तिकै थाहा हुन्छ त ल हेर्दै नहेरिकन कहाँ थाहा हुन्छ त तपाईँको हातमा लेखेको कुरा अनि बोलीले थाहा हुन्छ त हुँदैन नि कहाँ थाहा हुन्छ थाहा पाउँदैन लौ लौ कहाँमा हावा त होइन तपाईँ फर्स्ट मान्छे हो मलाई हावा भन्ने चल झूठा ओ के साह्रो जाम हो आज शनिबार पनि खतरा जाम छ त खतरा जाम छ त आज नि भने क्या आज शनिबार त जाम हुन्थेन नि त साँच्ची धेरै घुम्नु पर्छ नि त फेरि घुम्न मन लाग्यो क्या हजुरलाई हजुरलाई घुम्न मन लाग्छ हजुर अनि धेरै घुम्नु पर्छ क्या जाम नहुने बाटो त सर्लक्कै घुम्छ फेरि आउनुपर्छ त्यहीँ गौशाला चोकमै आउनुपर्छ एयरपोर्ट जानुलाई सिम्पल हुँदै भन म हजुर हजुरलाई यता सबै थाहा रहेछ त हो र यतै जब गर्नुहुन्छ कि पढ्न ए ए ए भनेपछि यहाँको पुरानो बासिन्दा भनेपछि तपाईँ कति भयो यता आउनु भएको ए मभन्दा त पुरानै रहेछ हो नि म त्यस्तै 1.5 वर्ष भयो होला खासै भएको छैन नि त बिहान तपाईँ कति बजी जानुहुन्छ लाउन पढ्ने रे अनि क्लासै जान छोड्ने त्यस्तो नि हुन्छ त जापानै जान छोडिदिनु भयो भनेपछि जापान जान छोडिदिनु भयो भनेपछि आफ्नो देशमा बसेर के गर्ने क्या बोला तूने लौ गफ गर्नलाई आफ्नो देशमा बस्नुपर्छ हजुर लौ न किन कस्तो पाउँथ्यो र बोल्दै नबोल्ने हो त्यस्तो बोल्ने पाएको थिएन होला होइन क्या भाग्यमान तपाईँ ल भर्खरै सोच्नु भएको तपाईँ के हो र तपाईँ चौधरी हो र के हो र ल सेम परेछ त ल बधाई छ के साह्रो जाम भयो भने हजुर चाहिँ यहाँ को बस्नुहुन्छ त हजुर चाहिँ यता को बस्नुहुन्छ त हजुर हजुरको दाइ चाहिँ कति बजे ल्यान्ड गर्नुहुन्छ त नि
हजुर पुग्दैन ढुक्क हुनुहोस् 49 भयो बल्ल 49 ढिलो हुन्छ भन्ने मात्रै हो नेपालको हो नि त ल्यान्ड पो त्यतिखेर गर्ने त बाहिर त निक्लिनु पर्यो नि त फेरि होइन त होइन तर ढिलो चाहिँ हुँदैन छिटो चाहिँ हुँदैन हो र त्यस्तो नि हुन्छ हो भन्नुहोस् ए अनि ल्यान्ड भएको 20-25 मिनट भने त तपाईँले त वेट गर्नुपर्छ नि त अब हजुर भनेपछि अब जापान नजाने हजुर ल जापानले मन नपरायो कि तपाईँले मन नपराएको हजुर के सिओई आएन हजुरको सिओई आएन सिओई आएन र ए एसएसडब्ल्यूमा गर्नु भएको थियो अब भनेपछि गाह्रो हुन्छ झन् स्टुडेन्टमा गर्नलाई किनकि एसएसडब्ल्यूमा गरिसक्यो नि त फेरि ट्राई गर्ने नि त किनभने डराउनु भएको छ नि अहिले एक तालिक फेल भएर अर्को तालिक दिँदै नदिने हुन्छ त त्यस्तो हार मान्नुहुन्छ होइन अब हो नि त नि अब धेरै नम्बर ल्याउने हो नि त नि सुरु पटक त को हुन्छ त सबै एकैचोटि मात्र हुँदैन नि त हजुरलाई एराइभलमा लैदिने होइन इन्टरनेसनलको विदेशबाट आउँदै हुनुहुन्छ भन्नु भएन विदेशबाट आउँदै हुनुहुन्छ भने यताबाट जानुपर्छ म त बन्द भइसक्यो क्या भन्दा के हजुर त्यस्तै लागिरहेको थियो त्यही भएर के त यहाँबाट तलबाट जानुपर्छ क्या हो होइन माथिबाट म कन्फ्युज भइरहेको यहाँ माथिको म खासै आएन कि यो लाइनमा चाहिँ पहिला चाहिँ उता माथिबाट आउन दिन्थ्यो नि त होइन बाइक उता माथिबाट आउन दिन्थ्यो अहिले चाहिँ तलबाट बनायो नि त तपाईँलाई स्वागत गरे बत्ती बोलेर अनि भाग्यमानी हजुर ओ त्यहाँ रोकिने हो क्या तपाईँ उता अगाडि रोकिने हो ऊ त्यही अगाडि रोकिदिन्छु म ओहो उता पछाडि बस्नु रहेछ म त बाहिर पो ल्याइदिएँ तपाईँलाई त यता रोकिदिन्छ है अगाडि यता त रोक्न दिँदैन क्या यता पछाडि गएर बस्ने हो क्या हो ल फेरि घुमेर आउनु पर्यो बर्बाद बनायो नि त नि फेरि घुमाएर ल्याइदिन्छ है तपाईँलाई घुम्नु मन लाग्यो भनेदेखि कमेडी भयो त त्यो मान्छेले नि गाली गरिरहेको हुन्छ होला भर्खर जानु भएको थियो होइन भन्छ त्यहाँ मान्छेले नि हजुर तपाईँ झन् कमेडी रहेछ म भन्दा नि सही हो तपाईँ भन्नु है त्यहाँ यतै रोक्ने रहेछ क्या त्यहाँ मान्छेले अहिले क्या चेताउँछ होला
तपाईँ भर्खरै जानु भएको थियो फेरि भर्खरै आउनुभयो अन्त गरिहाल्छ नि स्योर हो खाली थियो अनि याद गर्दैन त सो फन्नी त्यहाँ किन रोक्नै बिर्सिरहेको ढबल आउनु पर्दा हेर्नु न कस्तो है दाइ झुकिरहेको रहेछ पार्किङ तल राख्नु है रे म झुकिएन त दाइ हो झुकिरहेको रहेछ र तपाईँ यहीँ वेट गर्ने हो 100% हो अहिले त ल त्यहाँ पनि चेताउँछ अहिले 100 ठो भयो मैले झुन्ड्याएँ होइन 100 दिनु न त त्यस्तै नझुन्ड्याउनु भयो तपाईँसँग 5 को खुजिराखेन मैले बुझिसकेँ ल दाइलाई राम्रै लिएर जानुहोस् है हस् वेलकम सो गाइस सो फन्नी भइदिरहेको मामले रोक्ने ठाउँ नठाएर क्या होइन मामले अनि म चाहिँ यहाँबाट घुमेको 2 तालिक राउन्ड हानिदिरहेको यस्तो कमेडी के कमेडी भइदिएर होइन सो कमेडी भइदिएर त्यहाँको दाइलाई त्यहीँबाट जान्छु म चाहिँ होइन अनि सो भर्खरै गएर आएको थियो भने रोक्न बिर्सिरहेको भनिदिनु पऱ्यो नि त नि भाइले चिनिरह होला है मलाई अनि सो गाइस यस्तै भयो होइन राइड फन्नी भयो मेरो अनि मामाहरू यहाँ बसिरहनु भएको छ राइड लाग्दैन अर्को वेट गरौँ होइन ए सो गाइस भिडियो चाहिँ कस्तो लाग्यो यदि राम्रो लाग्यो भने लाइक कमेन्ट अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला